पोर्ट्रेटको राजावाला लेन्स कुन भन्दाखेरि 85 मिलिमिटर f1.4 डिजिडियन फुल फ्रेम सोनीको लागि आज आएको छ। म पोर्ट्रेट मात्रै आन्छु, मलाई पोर्ट्रेट फोटो भिडियो बवाल चाहिन्छ भन्नुहुन्छ भने 85 मिलिमिटर तपाईँले लिन सक्नुहुन्छ। तपाईँको 1.4 छ, नाइटको लागि पनि बवाल हुन्छ, बुके इफेक्ट पनि यस्तो राम्रो हान्छ नि तपाईँले बवाल रहेको छ। भनौँ न मेरो भाषामा के भन्छन्, केटी पटाउने लेन्स यसलाई भन्छु म, किन भन्दाखेरि यो पोर्ट्रेटै यति राम्रो आउँछ, त्यसपछि तपाईँलाई नम्बर आउँछ च्याटा तरिकाले। यहाँ देख्न सक्नुहुन्छ यसको के भन्छ हुड के भन्छ त्यो सबै आइसक्यो। साथसाथै यो तपाईँको मार्क 2 एडिसन भएको कारणले गर्दाखेरि यसमा तपाईँको एपरेचरिङ पनि पाउन सक्नुहुन्छ, कस्टमाइजेबल बटम, अटो फोकस म्यानुअल फोकस। साथसाथै मार्क 1 को कम्पेरिजनमा यो एकदमै सानो छ है, एकदमै सानो छ। तपाईँको मार्क 1 लगभग यत्रो छ भने यो मार्क 2 सानो छ। यो देख्दाखेरि नै 35 मिलिमिटर जत्रो देख्न सक्नुहुन्छ कि कति सानो छ, कति राम्रो छ, तर काम चाहिँ ठुलो छ। नाइटको लागि राम्रो, पोर्ट्रेट भिडियो पोर्ट्रेट फोटोको लागि एकदमै राम्रो, त्यतिको लागि मात्रै एकदमै राम्रो भन्नुहुन्छ भने 85 मिलिमिटर 1.4 लिन सक्नुहुन्छ। यो हामीसँग आइसक्यो, दाम चेक गर्नु।